पहिला ठुलोलाई ठुलोलाई यता तल्टी यतातिर पाखा यसो गर्ने यता तल्टी पाखा यतातिर लिने यता बल्ल उता फेरि त्यो ज्ञानडाइल जस्तो पराकपुर पारेर भाँचिएर गोटाको खुट्टा भाँद्या कहाँ हुन्छ ल यो फाइनल हो यी आफै अन भयो सेन्सर यसले खुट्टा मेरो खुट्टा रोकिदियो भन्ने बुझ्यो ल यो ट्रायर भयो ल गुरेमा यता प्लिज ल हामी चाहिँ ड्रोन उडाउँदैछौँ है यो ठाउँको सिरी भएको चाहिँ यो बटन डप्पी के नि हुन्न नि हावाल त केही लिँदैछौँ यो बटन के नि हुन्न अब ठ्याक्क लाएर पठाइदियो नि हजुर कहाँ पठाउने उतै पठाउने पठाउने ड्रोन हामी उहाँ बल्ली खिच्दैछौँ बल्ली र सत्य हो त्यही ओहो फेरि हरान जानुपर्छ यो किन हुन्छ त्यस्तै तर त्यो डाँडा कता हुन्न डाँडा माथिबाट कता माथिबाट त केही भएन पुग्छ यो डाउन गर्नु भने खिन पुग्दैन हेर न तिमी भर्खर हेर्दा खिल्नु खोज्यो कि भन्ने के जाडो हो र ल यसको अब नट बोल्ट टाइट गर्ने यसरी यसको खुवाउने अनि यसको गरेमा रेडी हो नि रेडी ल है गाइस अब हामीले पहिला यो ठाउँको रमसाङ छापको है यो हाम्रो होमस्टे सञ्चालन गर्नको लागि हामी भ्युज हेर्दैछौँ यो एरियाको यो हेर्दैछौँ त्यसपछि पारी यहाँबाट देख्न सक्नुहुन्छ तपाईँहरूले पारीको बल्ली भन्ने गाउँ हामी लिन्छौँ त्यसपछि यो सत्यौती एरिया सब पुरा हामी कभर गर्छौँ तल्लो बेल्ट हामीले लिइसकेका छौँ यसपछिको नेक्स्ट भिडियो चाहिँ हामी ठुलो लुम्पेकको चाहिँ हामी भिडियो लिन्छौँ अहिले हेर्नु होला है अब हामी स्टार्ट गर्छौँ ल रेडी हो नि गुरुमा ल ल हाम्रो जहाज रेडी हो है अब टेकअप भन्नुभएको छ अब हामीले यो एरियाको कभर गर्छौँ त्यसपछि पहिला हामी हामी यति बेला हामी ठ्याक्कै मोर गरिदिएर है अगाडि बढ्यो है रेकर्डिङ रेकर्डिङ सुरु भयो हेर्नु है अब हामी बल्ली पुऱ्याउँदैछौँ है बल्ली हेर्छौँ बल्ली गयो आफ्नो काम गर्न तल भयो हामी बाँदलमाथिको गाउँ ल्याइदिएछौँ है गाइस बाँदलमाथिको गाउँ ल चिल्ले केही नगरोस् ड्रोन कता गयो हामी यहाँ हेर्दैछौँ है सिरेनीको भिडियो खिच्नु भनेर भन्नुभएको थियो कतिपय साथीहरूले हामी सिरेनीको भिडियो ल्याउँदैछौँ है बादलमाथि छ सिरेनी ठ्याक्कै जुम गरेर देखा कहाँ पुग्यो हाम्रो अहिले सिरेनी सिरेनी गाउँ पुग्न लागिसक्यो है हामी 800 लगभग 1 किलोमिटर हामी पुगिसक्यौँ है ड्रोन देखेको छैन तर यति बेला हामी सिरेनी गाउँ ल्याइसकेका छौँ सिरेनी गाउँ यो बादलमाथि छ यसलाई एक सर्ट क्लिक पनि हाल्नु पर्यो फोटो क्याप्चर पनि गर्नु पर्यो हेलो यताबाट फोटो क्याप्चर पनि गरिदियो हामी यसैमा अर्केछौँ एक किलोमिटर पार गरिसकेछ हामी 10-11 बजी टाइम लाग्छ यो ठाउँबाट हामी थोरै माथि जान्छौँ अब हामी यहाँ सत्तरी धेरै डाउन रहेछ कि धेरै डाउन भइसकेको रहेछ हामी धेरै तल गएको छौँ
अब यो माथिको भागतिर जाने तयारी छ हामी अगाडि पनि बढ्छौँ तल तल ढाकेरै धेरै तल गएको छौँ हामी अब यो माथि यो देख्दैछौँ पल्लो बल्लीले खिच्यो